अझै नेपालमै छौ मोस्ट अफ द टाइम सोधिने क्वेसन, बट मसँग यसको कुनै एन्सर छैन। हेलो एभ्रिवान, वेलकम टु अ डे इन माई लाइफ। म चाहिँ बिहानै उठेर एज युजुअल ब्रस गरेँ, मुख धोएँ, तर पानी चाहिँ छोइ नसक्नु छ। त्यही नि गर्ने के त, मुख त धुनै पर्यो। अहिले चाहिँ म घरदेखि टाढा छु आफ्नो पढाइको लागि, अनि मेरो पढाइ चाहिँ कहिल्यै नसकिने भयो। जिन्दगीभरि पढेरै जाने भयो। छोराछोरी पढाउने उमेरमा अझै आफै पढ्न परिरहेछ। थुक्क मेरो जिन्दगी। अब पकाएर ठिक्क पारिदिएको खाएपछि त भाँडा पनि माझ्नै पर्यो। मलाई पकाउन त आउँछ, तर मलाई कसैले खाना पकाउने कि भाँडा माझ्ने भनेर सोधे आई अलवेज प्रिफर भाँडा माझ्ने। पढ्ने भनेर आएपछि क्लास पनि जानै पर्यो, अनि यो कपडा लाउँदा चाहिँ म्याक्सिमम टाइम आई गेट कन्फ्युज। यहाँ पनि ज्याकेट र प्यान्ट म्याच भइदिएछ, ढङ्ग त 5 पैसा छैन। अनि अब भगवानले गरी खा भनेर थुतुन दिएका थिए, त्यही नि एउटा दुईटा दाना आएर हैरान। जे जस्तो भयो नि, अब बाहिर निस्किँदा पोत्नै पर्यो। मेकअप होइन, स्किन केयर के। मेरो चाहिँ 12:30मा क्लास हुन्छ, म चाहिँ 11:30 11:35 हिँड्छु। काठमाडौँको जाम चाहिँ भनिराख्न पर्दैन होला। अनि यो चाहिँ मेरो फाइनल लुक रहेको छ। म चाहिँ लागेँ क्लासतिर। सी यू गाइज इन नेक्स्ट भिडियो, बाई बाई।